हेलो एभ्रिवान, वेलकम टू माई न्यू भिडियो न्यू भ्लग। अनि हजुरहरूलाई स्वागत छ मेरो न्यू भिडियोमा। अनि मन परेमा पक्कै पनि लास्टसम्म हेरेर लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला, किनकि म चाहिँ अब हरेक डेली लाइफ यही त हो नि, मान्छेको हरेक जीवनका काम। किनकि अब हामी हरेक कामहरू बिस्तारै आफ्नो दिनचर्या डेली लाइफमा दिनकै हुने कामहरू गर्दैछौँ। अनि हजुरहरू कहाँबाट हेर्दै हुनुहुन्छ। अनि मेरो भन्नुको मतलब चाहिँ हामीलाई अलिक अफोर्ड लाग्छ कि जुन अरू मान्छेहरूले बोल्छन्, तर सुरुमा अफोर्ड लाग्ला, सुरुमा अप्ठ्यारो लाग्ला, तर बिस्तारै बानी पर्दै गएपछि चाहिँ त्यसमा त्यो के अरे इफेक्ट चाहिँ गर्दैन, असर चाहिँ गर्दैन, त्यसमा ऊ पनि कन्फ्युजिङ नै हुँदैन। त्यही भएर आज चाहिँ हाम्रो यो बारी लगाउने साथीहरू, यो चाहिँ हाम्रो बारीको मकै बारी हो। भोलिपर्सि चाहिँ कस्तो हुन्छ लोक्सी। यो को तिमीलाई काली छी छी हो। यो चारवटा हो। कुन चाहिँ क्यामेरा होला, कुन चाहिँ टर्च होला? यो क्यामेरा, यो टर्च, यो नि सानोतिनो क्यामेरा। यसो हेर्दाखेरि क्यामेरा नि टर्च। यो आइफोन हो, आइफोन यस्तै हुन्छ। आइफोन दुईवटा क्यामेरा। आइफोन भन्दा यही हो। अहिले 14। ल आमा, म तिमीलाई एउटा चिज सोधौँ। तिमी है एकजना एउटा ठुलो बजारमा 1 घन्टाको लागि तिमीलाई सामान किन्न राख्दै भने तिमी के किन्छौ? के होइन कि जे किने नि हुन्छ तिमीलाई चाहिने खाना लाउन, कसैलाई दिन, घरतिरै चाहिने सामान किन्नु पर्यो भने मेन 1 घन्टाभित्रमा। ल किन तिमीलाई यो बजार मेलाभित्र जे पाइन्छ त्यति किन भनेर लाग्यो भने पठाएर के किन्छौ? पहिला के किन्छौ? खाने किन्छौ कि लुगा लाउने किन्छौ कि केही पनि किन्दैन? ठुलो माटमा ठुलो उसमा लर राख्दै भने बिचमा जहाँ लर राख्दैन चाहिने भए एउटा लुगा त्यति हो। अनि खानेकुरा नि केही किन्दिनौ? अनि अरू कसैलाई केही सामान सानोतिनो नि केही किन्दिनौ? लुगा भनेपछि मेन लुगा किन्छौ, त्यति हो। ल साथीहरू, यो चाहिँ हो कि होइन सबैको आमाहरूले यति काम चाहिँ गर्छन् कि गर्छन्। झन् त्यत्रो बजारमा ल राख्दैछ त मनलाई जे मनलाई त्यति किन्छन् नि। पैसा टन्नै हुनु र ल यति रुपियाँले यति घन्टामा जे किने नि किन्नु। कमेन्ट गर्नु है सबैजनाले कस्तो छ। हेरे यति गाइज हामी चाहिँ खाजा खाएर हो र अब फेरि हिँडिसक्यौँ। अघि नाको फुल भिडियो चाहिँ पक्कै पनि हेर्नु होला। अनि फेरि मेरो साथमा मेरो अल्छी भाइ छ। अल्छी भाइ होइन, जागरिलो भाइ छ। आजको कता छ तर मेरो मनले बाल्य काल नै पुकार्यो। हामी खेल्ने गर्थ्यौँ
बस्ती गल्लीका छिमेकी कराउँथे सारो साथी तिमी कहाँ छौ भन न लामा दिनहरू काट्न नै गाह्रो भो तपाईँलाई गीतमा धेरै इन्ट्रेस्ट छ कि म्युजिकमा छ कि कलाकारितामा छ कि गीत र म्युजिक भने एउटै होइन डिफ्रेन्ट यु सङ डिफ्रेन्ट ल साथीहरू हो कि होइन कमेन्ट गर्नु त अनि तपाईँलाई के चाहिँ बन्ने रहर छ म्युजिसियन सङ्गीतकार गीतकार कलाकार टेल मी सबै कस्तो सबै भने अल टोटल साथीहरू ल पक्कै पनि कमेन्ट गर्नु होला अल टोटल भने के हो हामी बुझ्दैनौँ हाम्रो बारी यस्तो मेरो होटल निर्माण हुँदैछ उता 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 क्यामेरा उता त्यो चाहिँ मेरो होटल गाइजहरू मेरो हो है यो चाहिँ मेरो आधा लगानी मेरो छ त्यो होटलमा होइन गाइज भोलिपर्सि तपाईँहरू पनि यदि पिज्जा बर्गर मोमो चाउमिन खान चाहनुहुन्छ भने चाहिँ मेरो होटलमा सम्पर्क राख्न सक्नुहुन्छ मेरो होटलको नम्बर रहेको छ 9820 घरतिर खुद 9820 बाँकी नम्बर आफै त्यही हो होइन मेरो नम्बर चाहिँ यसो तपाईँहरूलाई खाजा खानु मन लाग्यो भने आउनु सक्नुहुन्छ अनि म फेरि एउटा गीत गाउन जाँदैछु कस्तो लाग्छ तपाईँहरूलाई पक्कै मन परेमा लाइक कमेन्ट सेयर एन्ड फलो गर्न नबिर्सिनु होला यदि टिकटकमा हेर्दै हुनुहुन्छ भने अनि युट्युबमा हेर्दै हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला सुनिता खनाल 2.0 मा होइन ल मैले चाहिँ एउटा गीत गाउन जाँदैछु है त कुन गीत गाउँ तपाईँहरूले भन्नुहोस् एकदम मिठो सुरिलो सिधा टेस्टी ट्वाक्क म ट्वाक्क स्वाद भएकै गाउँछु है त रात रानी फुले झै साँझमा तिमी फुल्यौ कलेजी माझमा ओ मनको रहर टिङ टिङ मनको रहर कान्छीलाई घुमाउने काठमाडौँ सहर है कान्छीलाई घुमाउने काठमाडौँ सहर अहिले अर्को गीत नेक्स्ट भिर र पहिरो खोलाको बाटो नमान्नु डरै अनि मैले एउटा गीत चाहिँ आफैले बनाएको छु हावापानी त्यो चाहिँ गाउन जान्छु कस्तो लाग्छ पक्कै पनि यो चाहिँ मैले आफैले सिर्जना गरेको हो न कसैले लेखिदिएको न कसैले गाएको म चाहिँ गाउन जान्छु त 3, 2, 1 गो हावापानी खाएको राम्रो गाउँ घरको किन बिर्सन्छौ साथीसँगै गाउँघरको हावापानीलाई केतै गाउँघरको हावापानी खाइ ल साथीहरू अब यो हामीले चाहिँ लास्ट हो अब भिडियो लामो नै हुनसक्छ हजुरहरूले पक्कै पनि साथ सपोर्ट दिनु होला माया गर्नु होला हामी चाहिँ डेली ब्लग म्युजिक मन परेमा 1 सब्सक्राइब ठोक्न नबिर्सिनु होला अनि यस्तै भिडियो हेर्नको लागि चाहिँ सब्सक्राइब गर्नु होला च्यानललाई ओके बाई बाई नेक्स्ट भिडियो मेरो गीत मन परेमा 1 लाइक है त गाइज हस् वाओ गाइज सो वन्डरफुल यहाँ को आयो बिचमा यो क्यामेरा एङ्गलै बिग्रियो अर्को मान्छे आयो फेरि गाइज क्या क्लियर आएको यार मेरो हेलो साथीहरू यहाँ चाहिँ हामी हल्का रूपमा फोन गरिरहेछौँ किनकि यसो हरियाली वातावरणमा यसो म पनि एकदम झिल्केछु भनेर हेर्दैछ मेरो भाइ र हामी यसरी मकै गोडेर पुरा घाँसको भारी काट्ने तयारीमा छौँ र हेर्नुहोस् हरियो वातावरण कहिलेकाहीँ मनका कुरा हामीलाई पनि भन ढुङ्गा मुढा होइन होला हाम्रो पनि मन माया दर्पण छायाले ओइ काम गर्छ तल ओहो आथा लाम बुद्धि हुन त ल साथीहरू यो चाहिँ जाँदैछ डोको बोकेर घाँसै भारी लिन्छु भनेर घाँसै भारी काट्न चाहिँ सक्दै कि सक्दैन थाहा छैन ओ बिस्तारी झन्नै लडी थियो माछो पल्टे थिएँ ल साथीहरू
ल साथीहरू यसले एक भारी घाँस काट्छ अरे हेरौँ अनि त्यहाँबाट अहिले फेरि देखाउँला है त घाँसको भारी कति चाहिँ पुऱ्याउँदो रहेछ। ल साथीहरू घाँस काटेर हेर्नु डोकै भएर खाने बेइज्जत। ल हेर्नु त यो डोको भइदियो भन्छ नि यसलाई। ल त्यो खाँद त त्यो तल जान्छ। ल भरे छैन अब यसले भने मात्रै हो। ल साथी ल माथला आएर फेरि काटेर अलिकति